बिहानको खाजा बाटोले खानेछु। हिजो हामी राम्रोसँगले सुत्यो, यसरी गर्नु पाएन। अघि हामी बिहान उठेर चाहिँ कसले सबजना बाइकमा र गाडीमा हामी चाहिँ सिलगढी डाँडा बेसी जान्छौँ। त्यसपछि हामी चाहिँ कहाँ जानेछौँ? दार्जिलिङ। हामी दार्जिलिङमा चाहिँ हाम्रो बाइक नेपालको बाइकहरू कुनै पनि गाडीहरू पास हुँदैन रहेछ। हामी चाहिँ यहाँ कसरी नगरिकन गएर चाहिँ हामीले चाहिँ इन्डियाको जाने गाडी चाहिँ रिजर्भ गरेर हामी चाहिँ जानेछौँ। अहिले बाजा पुगेर कहाँ होस् है हरिको चाहिँ रुख्दैन होला नि हाल्छ फाइनली गाई यस्तो रहेछ यो डाक्टर विदेशी स्टाइलको रुखहरू मजा आउँछ त हामी चाहिँ अहिले चाहिँ आइपुग्यौँ कहाँ यतातिर सिरन्दी डाँडा यही हो यहाँबाट कहाँ जान्छ है सिरन्दी डाँडा चाहिँ उकालो चाहिँ हो यहाँबाट उकालो जानुपर्ने छ यहाँको चाहिँ यहाँ टक्क पार गरेर चाहिँ पैसा दिनुपर्ने रहेछ ल त हजुरहरू उता घोडा रहेछ है मम्मी भाइ बहिनीहरू अगाडि रहेछ ल है हाम्रो घोडा दरो छ अब हामी चाहिँ सिरन्दी डाँडा जाँदैछौँ सो सरर हामी चाहिँ माथिको डाँडा रहेछ तपाईँहरूलाई म देखाउँछु है त रुखहरू चाहिँ दामी रहेछ नि त्यस कति पछाडिहरू चाहिँ मलाई मन पऱ्यो है एकचोटि चाहिँ यस आउनुपर्ने रहेछ नि यतातिर घुम्नु चाहिँ मान्छेहरू साह्रो धेरै आउँदैछ कताको अङ्कल ए यहीँ रहेछ त नि ल सिरन्तीमा चाहिँ घोडा पाउनु छ तपाईँले हिँड्नु नसक्नेले पनि घोडा छ यता त्यो दामी दामी ठुलो ठुलो रहेछ यो चाहिँ मिडियम छ त्यो हिजोको चाहिँ निकै ठुलो थियो दामी ठुलो ठुलो घोडाको सबै रुखहरू रहेछ यता सरर हेर्नुहोस् त रुखहरू दामी छ घोडाहरू छ तपाईँले यता आउँदाखेरि घोडा चढ्नु सक्नुहुन्छ उता जाँदाखेरि मजाले घोडा चढेर चाहिँ आफ्नो घोडा घुमाउनु सक्नुहुन्छ यो शैलीसम्मको यात्रामा रमाइलो भइरहेछ हामी हाँसी खेलो गर्दै रमाइलो गर्दै इन्टरटेनमेन्ट गर्दै एकदम मजाले गइरहेछौँ लुक एट दिस गाइस राम्रोसँग खोज्दा अहिले चाहिँ अलिकति हुसो लागेर आउँदै चाहिँ भइरहेछ है यो सल्लाह हो धुपी सल्लाह हो ए धुपी सल्लाह होइन र ल अनि पानी बोतलको पानी लगेर खै के हो के मलाई चिन्दैन पनि होइन पनि यो सल्लाह त उयो होइन यो धुप बार्छ नि यो सल्लाह होइन सल्लाह धुपैले फेरि वान्स अगेन गुड मर्निङ फ्रम यो चाहिँ
हाम्रो सियन्तु जाने बाटो सियन्तु डाँडा जाने बाटो है। हाम्रो चाहिँ आजको बिहानीको सुरुवात चाहिँ यसरी बिहान बिहान सियन्तु डाँडामा वाकिङ गर्दै फ्रेस अर्ग्यानिक हावापानीसँग चाहिँ मजाले रमाई हामी चाहिँ मजाले हिँडिरहेको छौँ। यो सल्लाह गोरु खरे दिवन्सी अहिले चाहिँ दामी देखेको छ। बालाएर चाहिँ राम्रो लाग्यो। सुकाले हिँड्दा हल्का सास फुलिरहेको छ। हाम्रो धेरै मान्छेहरू आउँदै हिँड्दैछ। सो तपाईँहरू पनि मजाले टाइम मिलाएर आउनुहोस् एक दिन बस्ने गरी। मजाको छ एकदम मजाको छ। हेर्नुहोस् त हाम्रो दिनको सुरुवात यसरी हुँदाखेरि कति आनन्द आउँछ होला हामीलाई। यता फेरि हाम्रो अर्ग्यानिक फोटोग्राफर खिच्दैछ यो त। यसो फोटो खिच्दा त म अर्को लिएर आउँछु नि त नि। अन्त म आफै बिजी भएँ। वाउ हेर्नुहोस् है गाइस सल्लाह धुपेको कति राम्रो रहेछ। दामी रहेछ। हुसो लागेर चाहिँ अहिले चाहिँ हल्का अलिकति कस्तो चाहिँ देखिरहेको छ। नत्र भने चाहिँ अहिले भएको छ फेरि दामी छ है। एकदम भ्यू हेर्दै म त अहिले गइरहेको छु है। राम्रो लाग्यो मलाई चाहिँ। बवाल छ बवाल। हो गाइजहरू हामी चाहिँ फाइनली यता सियन्तु डाँडा आइपुगेको छौँ। हामी जान्छौँ। यो चाहिँ टावर जस्तो रहेछ। यति बेला हाम्रो पार्टीहरू हामी चाहिँ आइपुग्यौँ है यता सियन्तु डाँडा। उसले चाहिँ सबै टिबेल ढाकिरहेको छ। सबै हाम्रो काम यता रहेछन् रमाइलो गर्दैछन्। अब चाहिँ सबै धुलो उडिरहेको छ। सियन्तु डाँडा के रहेछ सियन्तु डाँडा चाहिँ। दाइले फोटो खिच्दैछ। आमामामामा फोटो त बेलैमै खिच्नुपर्ने रहेछ दाइ। अहिले सब धुलो उडेछ है। धुलो उडेको छ यता। दामी के दामी भन्नु सबै धुलो उडेर दामी केही भएको छैन। ल हजुरहरू हामी चाहिँ अब सियन्तु डाँडा घुमिसकियो। यही रहेछ। यो दिन आज खुलेन। खुलेर चाहिँ राम्रो देख्छ अरे। आज चाहिँ हामी अनलक्की भयो। सो हाम्रो यो भिडियो के अरे सियन्तु डाँडा चाहिँ खुलेन। अब हामी चाहिँ यहाँ फ्यामिली फर्किन्छौँ एकचोटि। अनि त्यसपछि हामी चाहिँ झर्छौँ। उता दार्जिलिङ जाने कुरा भएको थियो हिजो। र यो मौसम यहाँ जस्तो हुन्छ त्यहाँ नजिकै पनि त्यस्तै हुन्छ अरे। त्यो गएकोमा चाहिँ मतलब हुँदैन भनेको थियो दाइले। त्यही भएर चाहिँ हामी चाहिँ अब सायद फर्किन्छौँ होला। आज कतातिर बस्छौँ धरान इत्यादि कतातिर हुन्छ कहाँसम्म पुगिन्छ। हामी चाहिँ अब चाहिँ फर्किन्छौँ। यहाँबाट चाहिँ हाम्रो दार्जिलिङ जाने चाहिँ क्यान्सल भयो। त्यही सम्पूर्णलाई हामी फेरि उपस्थित भइसकेका छौँ सियन्तु डाँडाबाट। हामी चाहिँ फर्किँदैछौँ है। सबै हुसो लागेर बुझेको लक्की हामी भयो। सो हामी चाहिँ अब चाहिँ यहाँ राख्छौँ। उता खाजा खानाहरू पनि छन्। समय हामी चाहिँ सरर तल हाम्रो होटेलमा झरेर हामी चाहिँ गाडी सरर आज कहाँसम्म पुग्छ गइन्छ है दाजुहरू। यहाँ त माने राम्रो आउँछ। यहाँ आफ्नै करेसवारीको हावाको रोटी आन्टीले बनाउँदा हुँदो रहेछ। हामी चाहिँ खान्छौँ त करेसवारीको खानु पऱ्यो नि अर्ग्यानिक मक्का ड्याम के ड्याम खाँदैछु म यहाँ। कस्तो
हाउज द टेस्ट दामी दामी छ अरे सबै धुपी चल्ला हो सकाएर न सबै हैन सरकारी कोब्रे भन्दै कस्तो खै अतसित मिठो हुन्छ सरकारी ल सरकारी भाइ तल पुरानो बाटोको पनि सरकारी जति हो बक्का सामुदायिक वन हो छ हामी बसेको पनि सामुदायिक वन हो सामुदायिक वनमा पश्चिम पछाडि पनि मन पर्यो भक्का के आलचप के हुन्छ खै कान्छीको रियाक्सनहरू कस्तो अनि मिठो भयो डेडी यति आउनु डेडी यहाँ के भन्दा खै मजाक सोच्छ खाउँदा कस्तो छ सेलरोटी ताते खानु आन्टी खानुसँग एउटा अन्डा सेलरोटी ताते हो दुईटा तीनटा चार तिम्रो अन्डा खाने हैन कति 3-4 दिन न 1 2 3 4 5 दाइ यता आउनु न दाइ आउन चाख्नु अन्डा खाने र नि ए यो साह्रो होइन काटेर होइन अझै तातो यति हुन्छ खासै मिलाएको हुन्छ त्यो पिठा जस्तो लाग्यो मलाई तातै यो तातै अहिले उसिनेकै हो अन्डा के यति खाने भयो तातो हैन कता अन्डा पोको गर्ने तँलाई यता गए त आउनु यहाँ के यार एक्सन हिरोलाई एक्सन कस्तो यार थाहा छ यस्ता राख्दैन मैले अरु कोकला पुगेन मम्मी नखाने अचार नुनकै लिनु यस्तो हजुर अचार नुनकै लिनु हुन्छ हुन्छ पत्ता काम खानुपर्छ के आउ 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 थाहा हुन्छ पल्लो पसलमा अबि सेलरोटी अलिक बहिनी त तान नै सानो मान्छे सानो तिमी आउ न म भएको ठाउँमा प्लिज बाबा एक्लै भयो सानो हो नानीलाई चिनेको ल ए आउनु सानोलाई सानो कता आउनु अरू कता आउनु भयो आफ्नो कल्चरको अर्ग्यानिक फापरको तेल यहाँ बस यहाँ नपकाएको फापरको रोटी कि बस मसला प्यानकेक अनि सानोलाई प्यानकेक हो कि यो चाहिँ यो दामी छ खुब मन बनाउँछ के रोटी कस्तो रोटी केक यस्तो प्यानकेक चाहिँ रोटी कस्तो कान्छी हँ मिठो कि नमिठो झरो छोड्यो के हो त्यो मेलो हातले नछुइराख हो खानुपर्छ स्याबास हामी चाहिँ श्रीअन्तु डाँडाबाट चाहिँ गर्दैछौँ है यता हाम्रो मान्छे मलिङ भाइ हिँड्दैछ अगाडि हेलो म पनि हाम्रो भ्लगर हो हाम्रो भाइ यस्तो राम्रो देखिँदैछ हौ कस्तो राम्रो देखिँदैछ यो सल्लाहदुपहरू चाहिँ झर्दाखेरि यो लाइनमा चाहिँ निकै राम्रो रहेछ सल्लाहहरू यहाँ बोकिँदैछ एउटा खुट्टा दुख्यो अरे चप्पल लगाएर आएको छ खुट्टा दुख्यो भने चाहिँ बोकी माग्छु दाइलाई थुक्क जाँडा मैले त भिडियो बनाएँ भने त सिधै नसिधै हिँडिरहेको छु नि त सिधै अरे भन्छ नि त हामी चाहिँ श्रीअन्तु डाँडाबाट चाहिँ घुमेर झऱ्यौँ यो लाइनमा चाहिँ राम्रो देख्दैछ सल्लाह यो लाइनमा हामी चाहिँ अब सरर झर्दैछौँ हाम्रो आइपुग्ने बाटो हाम्रो इलाम घुम्ने हाम्रो आज चाहिँ यति हो आज हामी माथि गएर फेरि एकचोटि कन्यामको डाँडा घुम्ने भन्ने भन्नुहुन्छ त्यहाँ एकछिन डाँडामा गएर घुम्छौँ होला त्यसपछि हामी चाहिँ आज कहाँसम्म जान्छु त हेरौँ कहाँसम्म पुगिन्छ यो लाइनमा चाहिँ राम्रो देख्दैछ यता पार्किङ हुन्छ है हुन्छ र यहाँ पार्किङ जाने पोखरी ए हजुर हामी अहिले चाहिँ यहाँ आइपुग्यौँ हिजो बेलुका हामी आएको थियौँ खासै राम्रो देख्दैन अहिले चाहिँ त्यस डेमा ठिकै देख्दछ पोखरी चाहिँ यहाँ रहेछ है गाडी पनि आउँदैछ यता चाहिँ हल्का श्रीअन्तु पोखरी ढुङ्गा एउटा यहाँ चाहिँ प्रति व्यक्ति 50 रुपियाँ छ हामी चाहिँ यहाँ जाँदैछौँ ढुङ्गामा छैन कुकुर चढ्नु छ है उल्टो उल्टो चलायो कि हो बोट यहाँ यस्तो छ तपाईँहरूको उल्टो गयो के पहिला यो निकाल्ने हो यहाँ हाम्रो केटाकेटीको बोर्ड चढ्नु गएको छ कतिजना 4जना होइन
को जाने चढ्नु हाँडिलो त्यो हाँडिलो कि त चाहिँ तैँले अब पछाडि गर्छ भने उता जान्छ अगाडि हान्ने तैँले अगाडि तँ हो कि चालक चाहिँ त चालक उल्टो त्यो ऊ अगाडि गयो अब उल्टा हान्छ हो अब पछाडि ब्याग जान्छ यस्तो दिमाग लगाउन एउटा दिमाग लगा बासा हात छोड्नु न हात चेप्छ त्यहाँ फेरि उतातिर यता यस्तो राउन्ड लाउँदै यसो राउन्ड लाउँदैनौ कति एक राउन्डको कति हो दाजु 50 एकजनाको 50 एकजनाको 50 हजुर उनीहरूले पछाउँदै जान्छ ए डर लाग्छ नि यार अब अगाडि सिधा भनेर ल गाइजहरू हामी चाहिँ सर आज चाहिँ पोखरी घुम्दैछौँ यहाँ बा मम्मी अङ्कलसँग अगाडि आउँछ बिस्तारै बिस्तारै घुम्नु जानुपर्छ मजा आइरहेछ तपाईँलाई मजा आइरहेछ मजा आयो ल यस्तै छ हाम्रो चाहिँ आज दार्जिलिङ जानु छोडेर हामी चाहिँ यतातिर श्रीअन्ततिर चाहिँ पोखरीमा यसरी भ्यू हेर्दै चलिरहेको छौँ हामी यहाँ मजा लिइरहेछौँ एकजनाको 50 रुपियाँ अरे कुना लाने कि एउटा हाम्रो ग्रुप हो तर कुनै कुना यो बाटो छ नि त माइलो ग्रुप गरेर यता हाम्रो अङ्कल छ यता मम्मी बाउ छेउ जाने हो केटा सबै बेलुका चाहिँ एकदम रमाइलो हुन्छ अलिक बिस्तारै गर न बिस्तारै हामी चाहिँ छिटो आउँछ पौडी खेल्न आउँछ नि तपाईँलाई पौडी खेल्न आउँछ कहाँ मजा आयो बिचमा थोडा खिच
सब चिया बारी हल्ला नगर है नतल धेर नतल नघोप्यो यता साइड ब्यालेन्स मिल्दैन फेरि उल्टे नगर साइड नगर सिधा गरेर बस यस्तो परेछ नि त उ गर्ने चलाउने पारेको नै पारा गर्ने यस्तो परेछ नि कहाँबाट हुन्छ मालाले एउटा पारा गर्नु पर्छ एउटा माला गरेको हो यता छ कि सिन्धुमा बोट राइड पनि गरियो एक राउन्ड हानेर 400 रुपियाँ चढाइयो अनि नाइमा त्यो फर्किन्छु उतातिर सब यो चियाबारी सबै जग्गाबारी इलामैभरि चियाहरू छ हामी जान्दैनौँ त अब कि हामी चाहिँ अब इलामदेखि चाहिँ फेरि हामी ब्याक टु इलाम होइन कन्याम सियन्तुदेखि हामी फेरि ब्याक टु कन्याम तर्फ जाँदैछौँ सबैजना फ्यामिली नै हेर्नु सक्नुहुनेछ आजको वेदर चाहिँ यस्तो छ हल्का पानी पर्नु लागेको छ खुसी पनि लागिरहेछ ठुलो बाटो चाहिँ अलिक सानो छ श्रीअन्तु आउने बाटो चाहिँ कन्यामदेखि चाहिँ अलिक बाटो चाहिँ सानो हुनाको कारणले अलिक केयर गरेर चलाइदिनु बाइकहरू चलाउँदाखेरि यहाँनिर भइरहन पाइसक्यो के गर्नु छुट्टै सकेको छैन स्कुललाई पनि पुऱ्याइछ फेरि यस्तो आउँदै फाइनली जित्नु लाग्यो अझै पनि जित्नु सकेको छैन खेल्नु चाहिँ हामी पछाडि आउनुहुँदैछ दिदी बहिनीहरू सुटरमा
ल हजुर हामी चाहिँ अहिले कन्याम ठ्याक्कै कन्याममा आएर फर्किरहेको छौँ सिरन्तीबाट। तपाईँले चियाबारी देख्न सक्नुहुन्छ है, सारा हेर्नुहोस् है, योदेखि सबै चियाबारी हो, सबै इलामैमा चाहिँ सबै चिया बगान मात्रै रहेछ। चियाभन्दा अलिक केही नहुनु अरू पनि पाउँछ होला, तर धेरै चाहिँ चिया रहेछ। अन्त चियाभन्दा के खेती नै गर्दैन रहेछ, यति हरियाली छ। चियाबारीमा हो, चियाबारी भनेको होइन त्यतिकै चियाबारीमा जाने भन्ने कुरा थियो। जस्तै तपाईँको सल्लाह गरेर चाहिँ हामी चाहिँ गयौँ। आज हामी चाहिँ फर्किएछौँ है त, सबै छ। हामी चाहिँ कन्टिन्यू ड्राइभ गर्नेछौँ।
हामी चाहिँ अहिले यहाँ इन्डिया बोर्डरमा आइपुगेको छु। यो चाहिँ इन्डिया भारत वेलकम टु इन्डिया। यो चाहिँ हामी चाहिँ इन्डियामा अहिले म चाहिँ इन्डियामा आइपुगेको छु है गाइजहरू। यहाँ चाहिँ इन्डिया, यो चाहिँ सबै इन्डिया हो। यो त सबै यो चाहिँ इन्डिया रहेछ। यहाँदेखिको यता चाहिँ सबै यो 10 गते सबै इन्डिया रहेछ। यता चाहिँ यो बोर्डरमा चाहिँ ड्युटी सशस्त्र बस्दो रहेछ। यहाँ चाहिँ भिडियोहरू चाहिँ बनाउनु मिल्दैन रहेछ उनीहरूलाई देखाएर चाहिँ। सो अहिले म चाहिँ भिडियो बनाउनु लागि चाहिँ यहाँ इन्डिया बोर्डरमा क्रस गरेर चाहिँ म चाहिँ अहिले चाहिँ यहाँ भिडियो बनाउनु लागि आइरहेको छु त्यहाँ सबैलाई भनेर। सबै चाहिँ इन्डिया रहेछ है हजुर। ल है यो चाहिँ इन्डिया रहेछ। यहाँ बोर्डरमा जति पनि बसेका हाम्रा नेपाली दाजुभाइहरूले यहाँ चाहिँ ड्युटी गर्नुभएको छ उनीहरूलाई देखाउनु मिल्दैन रहेछ। तपाईँहरू चाहिँ सबै भेटिरहेको ल अहिले चाहिँ फेरि म यहाँ नेपाल आइसकेको छु। अलिक एकछिन भारत गइयो। अहिले चाहिँ म यहाँ इन्डिया क्रस गरेर भारत क्रस गरेर चाहिँ यो चाहिँ जति पनि देखेको चाहिँ 10 गजा नेपाल र भारतको सिमाना रहेछ। सो अहिले चाहिँ अब हामी चाहिँ यहाँ एकछिन बसेको छौँ। सो अब चाहिँ हामी चाहिँ जान्छौँ। है गाछहरू यो देखेको सबै यो चाहिँ इन्डिया पर्तिर चाहिँ नेपालको संस्था प्रहरी जाम हुँदैछ यहाँ त गाईहरू यार बाटो बिग्रिरहेको छ नि त रहेछ कोसी बाइकमा हामी आइसकेको छु मैले चाहिँ यहाँ चाहिँ जाम हुँदो रहेछ है। राम 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 जाम त गाडी त्यसरी बसिरहेको छ यहाँ। राम राम जाम पुगेर कति जाम हो यार। जाममा परियो बाइक लानु पाएँ बाइक धेरै राम 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 जामा पऱ्यो यार कोसी ब्यारेकमा। कोसी ब्यारेकमा जामहरू छ डेन्जी छ यहाँ डेन्जी छ जाम चाहिँ। बाटो चाहिँ एकदम राम्रो रहेछ। फेरि यहाँ कोसी ब्यारेक आउने यो जुन यता आउनु जाने बाटो चाहिँ एकदम दामी छ है। 100 102 स्पिडमा हाल्दा पनि केही हुँदैन यति राम्रो बाटो छ। हामी चाहिँ यस्तो पानीको बाटोमा हिँडिरहेको छौँ है। राम 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 जाम त यार कहाँ झार्ने बाटो छ ल हामी चाहिँ अलिकति छिटो आयौँ है। ल अहिले चाहिँ हामी चाहिँ कोसी बारेमा आइपुगेको छौँ। अब हामी चाहिँ गाउँ न कतिवटा चाहिँ 7 बस छिटो छौँ त।
हेर्नुहोस् त तपसी ढोका ढोका यो खोलेको रहेछ है कोशी ब्रिज चाहिँ हामी चाहिँ कस्तो मैले हामी यहाँ सप्तरीको हनुमान नगरमा आइपुगेको छौँ यहाँबाट चाहिँ अब त हामी सिधै गयो भने चाहिँ यस्तै कोशी बाहिर पुग्छ हामी त सिधै गएर चाहिँ आज हामी लानमा बस्छौँ लानमा आज बसेर चाहिँ हामी चाहिँ भोलि चाहिँ गङ्कपुर जान्छौँ यता बाटो पनि जान्छ गङ्कपुर जान्छ अरे तर रातिको वाट नहिँड्नु भनेर चाहिँ हामी चाहिँ लाम हुँदै भने चाहिँ गङ्कपुर जानेछौँ अब हामी चाहिँ लामतिर लागेको हो अबको यहाँबाट चाहिँ 60 किलोमिटर छ अब हामी त यदि 2 घन्टा हिँडेमा लाग्छ होला तर यो भने हामी लानको लागि बस्छौँ सप्तरी यहाँ चाहिँ बजार लाग्दो रहेछ बजार गाइस बजार अटोहरू धेरै पाउँदो रहेछ यतातिर चाहिँ बजार हो नि बजार बिचमा पुरा खाडो रहेछ धुलो पनि रहेछ यो सन्तोषी खोला यो बाटो चाहिँ त्यहाँसम्म अलिकति बाटो एकदम एक्सिडेन्ट छ यहाँदेखि यो लाम जाने बाटोमा चाहिँ रातिहरू पनि जाँदो रहेछ धेरै धुलो पनि रहेछ अनि खानाखुरी पनि रहेछ क्या खानाखुरीमा चाहिँ कस्तो खाडा गयो हामी लान आइपुगेको छौँ
आइरहेको छ सबै धुलो धुलो भएर चाहिँ गाडीहरू छ हामी चाहिँ अब यहाँ लानमा चाहिँ कुन चाहिँ होटल राम्रो छ भनेर सोधेर हामी बस्छौँ आज चाहिँ एकदम थाकेको छ ढाड दुखिरहेको छ चाप दुखिरहेको छ खुट्टा दुखिरहेको छ आज त लास्टै साह्रो गऱ्यो एकदम कन्टिन्यू राइड गरेर होला अनि बाटो पनि एकदम अप्ठ्यारो थियो अब हामी चाहिँ एकछिन होटलमा बस्छौँ थाहा छैन यहाँ सोधेर बल्ल बस्नेछौँ हामी चाहिँ लानमा आएर चाहिँ अहिले चाहिँ हामी यहाँ लान आइपुगेको छौँ आज हामी यतै बस्ने भयो होटल एभरेस्टमा चाहिँ हामी यहाँ बस्न गइरहेको छौँ यहाँ चाहिँ अरूभन्दा अलिकति ठिकै लाग्यो एसीहरू चाहिँ तिनवटा सो अब अरू भरान जस्तो छैन बस नर्मल अब यहाँ लागिरहेछ तिनवटा एसीवाला हामी चाहिँ बुक गरिसक्यौँ हामी चाहिँ अब यहीँ बस्छौँ हल्का एकछिन खान्छौँ अब हामी भित्रमाथि जान्छौँ त्यो सामान गएर सामान गाइजहरू है लानको होटल त्यस्तै छ है यहाँ चाहिँ फ्यान छ एसी छ उता हेर्नु भएको टोइलेट हामी चाहिँ यहाँ सुत्दैछौँ 4जना चाहिँ छ गर्मी छ यस्तै छ है लानमा चाहिँ गर्मी पसिना आइसक्यो यतिकै बस्दा पनि पसिना आउँदैछ राम्रो लानमा यस्तो गर्मी छ आज चाहिँ जनकपुर जानुपर्ने भनेको हामी खासमा चाहिँ जनकपुर चाहिँ भ्याएन क्या 9 बजीसम्म त पुगिँदो रहेछ तर बाटो अप्ठ्यारो धुलो राति नजाउँ भन्नुभयो त्यही भएर हामी चाहिँ लानमै बस्ने कुरा भएर चाहिँ लानमा बसेको एउटा एभरेस्ट होटल भनेमा यो चाहिँ ठिकै रहेछ एसी चाहिँ 3टा रहेछ हामी 3टामा बस्ने भयो अनि अब गर्मी त अब नुहाउनु पर्नेछ यस्तो छ गर्मी पसिना आइसक्यो अब हामी एकछिनमा नुहाएर चाहिँ नुहाइदिएर फ्रेस भएर हामी चाहिँ खाना खान जान्छौँ